कुनै समय समाजसेवी सामाजिक अभियन्ता भनेर आफ्नो पहिचान बनाउन सफल भएकी गिवेना मगर पनि अन्ततः बाउनवादको शिकार भएकी छिन्। गत जेठ 23 र 24 गते जेएनजीले गरेको आन्दोलनले देशको सत्ता ढलेपछि अन्तरिम सरकार गठन गर्ने क्रममा उनीले मेयर हर्क साम्पाङलाई प्रधानमन्त्री पदको लागि समर्थन गरेकी थिइन्। त्यसपछि उनको भिडियोमा बाहुन क्षेत्री समुदायले मात्र तथानाम भन्दै गाली गरेर कमेन्ट गरेपछि नेपालको हिन्दू आर्य बाहुन क्षेत्रीले अन्य समुदायलाई कुन रूपले हेर्छन्, उनीहरूको नजरमा हाम्रो समुदायको हैसियत कस्तो हुन्छ भन्ने कुरा बुझेको बताउँदै अब सम्पूर्ण मंगोल समुदायहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएकी छिन्। चुचो नाक मैले यहाँनिर के छ त्यसले तास्दिन्छु। थुप तै चुप लाग। तैले कुरा गरेको हैनस् जातीय कुरा। त अनजान अन्जु पोखरेल तैले सोच्नी रहेछ हामी प्रति के रहेछ उनीहरूको धारणा भन्छ। थरी थरीको पार्टीको भए त थरी थरीको जातले गाली गर्नुपर्ने त यहाँ त मलाई त खैरे लाएर एउटै जात भएको मान्छेले गाली गरिरहेछन् त। अनि यसबाट हामीले के बुझ्ने त? अनुमान लाउन सकिदैन के सोच्नी रहेछ हामी प्रति के रहेछ उनीहरूको धारणा भन्ने कुरा यहीँबाट स्पष्ट भयो। मलाई चाहिँ अनि कमेन्ट हेर्दाखेरि चाहिँ प्राय 100% मा 90% चाहिँ एउटै जातकोले गाली गर्दाखेरि चाहिँ अलिकति दिमागमा चाहिँ उयो घन्टी बज्दो रहेछ क्या। अब पास्टर निरे मलाई त जति सहेर बस्यो जति चुप लाग्यो त्यति हेप्नी है, त्यति हेप्नी। हामी नेपाली हो भनेर हिँड्यो। हाम्रो जात दुई प्रकारको छ, एउटा लिङ्ग एउटा पुरुष भनौ। लास्टमा गएर हामीलाई नै हेप्नी। अब त त्यही हो लाजा कि वार कि पार। जति दिनले हामीलाई हेप्छ जति त्यही जातको कुरा निकालेर गाली गर्छ तिनीहरूलाई पनि त्यही भाषामा रिप्लाई गर्नुपर्छ। अब त मलाई पनि त्यस्तै लाग्यो हो रहेछ क्या। चुप साला जातीय कुरा गर्छ थुप तै चुप लाग। तैले कुरा गरेको हैनस् जातीय कुरा। त अनजान अन्जु पोखरेल तैले गरेको हैनस् जातीय कुरा। कसले गरेछ यहाँ जातीय कुरा? अनि तेरो उयोहरूलाई सम्झाउन जा। किन गाली गर्न आउँछन् त? जा त पोखरेल त जा न सम्झाउन जा त। किन गाली गर्न आउँछन् त? हामी गर्छौं गाली गर्न कसैलाई? किन गाली गर्न आउँछन् त? तर जातको कुरा नगरे कसले गरेछ जातको कुरा? तै गर्न आउँछस् जातको कुरा। जातको कुरा नगरे जातको कुरा नगर भन्दै जहिले पनि हेप्दै। जातको कुरा नगर भन्दै जहिले पनि हेप्दै। जातको कुरा गर्ने त तँलाई हामीलाई नगर भन्ने क्या। ए चुप 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 जातको कुरा गर्नु हुँदैन भन्दै आफूले गर्ने क्या। होला यो लेडिङले तै लेडे तैले राखेको नाम तै राख। तैले राखेको नाम तै राख। तै लेडे तै भेडे के जात हो तैले दिएको नाम हो। यो हाम्रो आफ्नो नाम होइन, हाम्रो आफ्नै नाम छ। तँलाई तैले राखेको नाम तै राख्न। बाहुनले हेपेर राखेको नाम हो, मार्नु पर्छ अबले। अब सारे कमेन्टमा पनि त्यस्तै दिनु भएको छ हो क्या। अब जसले भन्छ नि त्यसलाई पख्न यहाँ अगाडि आएर भन त। तँलाई त लेडे भन्नेलाई तेरो चुचो नाक मैले यहाँनिर के छ त्यसले तास्दिन्छु। तँलाई अर्कालाई लेडे भन्छस्? लेडे मात्रै भन्छ। तँलाई पनि हामी जस्तै लेडे बनाइदिन्छौँ नाक साक काटेर। के अरे खन्नी त्यो के अरे उयो छ क्या हाँस्ने कुरा हो त्यसले तास्देर अनि तँलाई पनि फेरि सेम बनाइदिन्छु नि फेरि।